हेलो फेसबुक भ्युअर्स, तपाईहरुसँग आज म एउटा सानो सोफाको कुसन कभर कसरी बनाइन्छ घरमै भन्ने कुरा शेयर गर्न गइरहेको छु। म चाहिँ प्राय जस्तो घरमा नै बनाएर लाउँछु किनकि मेरो कुसन चाहिँ यस्तो खालको छ। यसमा चाहिँ मार्केटबाट ल्याउँदाखेरि फिटै हुँदैन, साइज पनि राम्रो देख्दैन, कि त अलिकति साइजमा झोल्लिन्छ के होइन भने एकदम टाइट भएर नराम्रो देख्छ। त्यही भएर म घरमै बनाउने गरेको छु सधैँ। योपालि चाहिँ मैले पूजाको लागि दुईटा कभर सेलेक्सन गरेर कपडा लिएर आएको छु। एउटा यो कलरको छ, पिंक कलरको, यसको कलर कन्ट्रास्टमा अर्को यो कलरको ल्याएको छु। यो दुईटाको कन्ट्रास्ट राम्रो छ नि त है। अब म चाहिँ यो दुईटामा यसमा पनि एकदमै प्लेन देख्छ भनेर मैले लेस पनि ल्याएको छु। लेस चाहिँ म 2 बाइ 2 राखेर यहाँनिर दुई छोडेर म यसरी लेस लाउँछु। यहाँनिर यस्तो गरेर लेस सिलाउँछु। पहिला यस्तो गरेर लेस सिलाउँछु अनि यसको ब्याक पार्ट देखाउँदैछु है म तपाईहरुलाई। ब्याक पार्ट पनि काटेर रेडी गरेर राखेको छु। ब्याक पार्ट यतिमा बस्छ यो। यहाँनिर जिपर लाउँछु, यो यतिमा बस्छ माथिबाट। यहाँनिर जिपर लाउँछु, व्हाइट कलरको जिपर लाउँछु। कपडा सिलाउनु कम्ती भएको कारणले गर्दाखेरि ब्याक साइड चाहिँ एउटा अपोजिट सेक्सनमा बसेको छ। म तपाईलाई फर्स्ट लेस लगाएर देखाउँदैछु है। यसमा भनेको थिएँ नि मैले लेस लगाउनको लागि 2 बाइ 2 मा हेर्नुस्, यो 2 छ नि, 2 मा म यसरी मार्क गर्छु यताबाट, अनि यताबाट पनि 2 मै मार्क गर्छु, यताबाट पनि 2 मै मार्क गर्छु। ठिक्क एकदम मिलाएर यहाँनिर क्रस गरी यतापट्टि पनि 2 मा, यताबाट पनि 2 मा। यसरी हामीले मार्क गरेको छौं भने चाहिँ सिलाइ गर्नको लागि सजिलो हुन्छ। मैले भनेको थिएँ नि लेस लाउँछु भनेर, लेस लगाएर रेडी गरे। लेस लाएर रेडी भयो, हेर्नुस्। अब यसको ब्याक पार्ट जोडेर देखाउँदैछु है। मेरो पासमा चाहिँ यस्तो इलेक्ट्रिक मेसिन छ, युज गर्नुमा एकदमै सुविधा हुन्छ। तर इलेक्ट्रिक लाइन गयो भने चाहिँ फेरि चलाउनु पाइदैन। म फर्स्ट चाहिँ जिपर लगाएर देखाउँदैछु है। जिपर लगाउँदाखेरि 1 फुट लगाउनु भने सजिलो हुन्छ। तर म चाहिँ अब बानी भएको छ, त्यही भएर जग्गा पुग्दै लगाउने गर्छु। जिपर लगाइसके पछाडि ब्याक साइडलाई पहिल्यै भनेको थिएँ नि, एउटा अपोजिट सेक्सनमा एउटा अल्टरनेटिभ सेक्सन भयो भनेर। जिपर लगाइसकेको छु मैले। सिलाएर कम्प्लिट गरेँ मैले, 4 तरफै सिलाएर कम्प्लिट गरेँ। यो रहेको एक्स्ट्रा भागलाई चाहिँ म हल्का हल्का काट्छु। रहेकोलाई चाहिँ बादमा इन्टरलक गर्छु किनभने यो कपडाको यो भाँच निक्लिँदैछ त, त्यही भएर यो पार्टलाई चाहिँ म काट्दिनँ, इन्टरलक गर्नुको लागि राखिरहेको छु। यो चाहिँ हेर्नु है सुल्टा गरेर कस्तो हुँदो रहेछ। मैले डबल जिपर राख्छु किनभने जिपर एउटा खराब हुने चान्सेस हुन्छ। लु हेर्नुहोस्, कुसन कभर पनि बनेर रेडी भयो।
यस्तो लुक छ मेरो कुसनको कभर छैन अहिले। अब म कभर लगाएर देखाउँदैछु है। यो चाहिँ मेरो कुसनको फाइनल लुक्स। लु हेर्नुहोस् त कति राम्रो भएछ। हेर्नुहोस् त यो कलर कन्ट्रास्टमा बनाएको, यो पिङ्क छ, यो अलिकति अर्कै कलरमा। हेर्नुहोस् मेरो कुसनको लुक्स कस्तो लाग्छ कमेन्टमा भनिदिनु होला।